अन्तर्सदनात्मक अन्तर विद्यालय खेलकुद कार्यक्रम सञ्चालन गर्नेछौँ र केही आन्तरिक विद्यालयका खेलकुदहरू पनि रहनेछन् र यसै बिचमा विभिन्न रमाइला नृत्य गायन र साहित्यहरू पनि हामी पस्किने जमर्को गर्नेछौँ। यसो भन्दै म कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउने अनुमति चाहन्छु। यस विद्यालयको 68औं वार्षिक उत्सव सुसम्पन्न गर्नका लागि उपस्थित रहनुभएका सम्पूर्ण अभिभावकज्यूहरू, कार्यक्रमका प्रमुख अतिथिज्यू, अन्य अतिथिवर्गहरू, विद्यार्थी भाइ बहिनीहरू लगायत सम्पूर्ण मान्यजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू हामीले अगाडि राखेको बेन्चमा बसेर धैर्यधारण गरिदिनको लागि र कार्यक्रमको मजा लिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। आज मिति 2068 साल 81 साल माघ 30 गते अन्तिम दिन यस विद्यालयको पहिलो दिनको कार्यक्रम। यो कार्यक्रमलाई अध्यक्षता गरिदिनु हुनको लागि म यस विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय गंगा प्रसाद भट्टराईज्यूलाई हार्दिक अनुरोध गर्दछु। हाम्रो औपचारिक कार्यक्रम सुचारू भइसकेको छ। उहाँको अनुमति लिँदै कार्यक्रमलाई थप अगाडि बढाउने अनुमति चाहन्छु। यस 68औं वार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथिको आतिथ्य ग्रहण गरिदिनको लागि देउमै नगरपालिका वार्ड नम्बर 1 का अध्यक्ष आदरणीय मिन्दा श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर आतिथ्य ग्रहण गरिदिनको लागि देउमै नगरपालिका वार्ड नम्बर 1 का सदस्य रामेश्वर राईज्यू यहाँलाई पनि म आतिथ्य ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर केशव पौडेलज्यू यहाँलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर एलिसा राईज्यू यहाँलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर विष्णुमाया दियाली यहाँलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर वार्ड नम्बर 1 का सचिव विमल अधिकारीज्यू यहाँलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर आतिथ्य ग्रहण गरिदिनको लागि यसै विद्यालयका सिंह संघका अध्यक्ष शिक्षक संघका अध्यक्षज्यू देवेन्द्र प्रकाश राईज्यू यहाँलाई पनि आतिथ्य ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। यस विद्यालयका प्रधानाध्यापकज्यू दिपेन्द्र पोखरेल सर यहाँलाई पनि आतिथ्य ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। र हाम्रा सम्पूर्ण स्वयंसेवक विद्यार्थी भाइ बहिनीहरू, यहाँहरूले विद्यार्थी भाइ बहिनीहरूलाई, साना भाइ बहिनीहरूलाई मिलाएर राख्नको लागि र अन्य स्वयंसेवकको जिम्मामा रहेका सम्पूर्ण कामहरूलाई सुसम्पन्न गर्नका लागि पनि म हार्दिक अनुरोध गर्दछु। स्वयंसेवक भाइ बहिनीहरू, आज र भोलि हामी मनकै खट्नेछौँ। आतिथ्य ग्रहण गरिदिनको लागि हाम्रो मित्र विद्यालय सिद्धदेव मायाविका प्र शिवकुमार राईज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। सिद्धदेव मायाविका प्र वा शिक्षक प्रतिनिधि प्रज्यू नै हामीले देखिरहेका थियौँ। शिवकुमार राई सर यहाँलाई पनि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर सिंह बसन्त देवी आदि मैदानीका प्र वा शिक्षक प्रतिनिधिज्यू यहाँलाई पनि आतिथ्य ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। जनता आदि खान्द्रो त्यस्तै गरेर जनता आदि हाम्रो का प्रज्यू या शिक्षा प्रतिनिधिज्यू यहाँलाई पनि म आतिथ्य ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर कञ्चनजङ्घा आदि का प्रज्यू या शिक्षक प्रतिनिधिज्यू यहाँलाई पनि म स्टेजमा आएर आतिथ्य ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर कमलदेवी आदि प्रज्यू अथवा शिक्षक प्रतिनिधिज्यू यहाँलाई पनि स्टेजमा आएर आतिथ्य ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर
समेत अंग्रेजी प्रतिष्ठान का प्रज्यू अथवा शिक्षक प्रतिनिधिज्यू यहाँलाई पनि स्टेजमा आएर आतिथ्य ग्रहण दिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर यस विद्यालयका पूर्व केन्द्र कुमार बस्ने सर यहाँलाई पनि स्टेजमा आएर आतिथ्य ग्रहण दिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर यस विद्यालयका अभिभावक रतन बराइलीज्यू यहाँलाई पनि आतिथ्य ग्रहण दिनको लागि म हार्दिक अनुरोध गर्दछु। विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनिधि देवीमाया घिमिरेज्यू यहाँलाई पनि आतिथ्य ग्रहण दिनको लागि हार्दिक अनुरोध गर्दछु। मैले छिमेकी मित्र विद्यालयका प्रवा शिक्षक प्रतिनिधिज्यू यहाँलाई स्टेजमा आतिथ्य ग्रहण दिनको लागि हार्दिक अनुरोध अघि नै गरिसकेको छु। यहाँहरू स्टेजसम्म आएर हाम्रो नेतालाई सहर्ष स्वीकार दिनको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर यस विद्यालयका प्राथमिक तह इन्चार्ज रेशबहादुर बस्ने सर यहाँलाई पनि स्टेजमा आएर आतिथ्य ग्रहण दिनको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रो आजको सम्पूर्ण कार्यक्रमले विद्यार्थी भाइ बहिनीहरूको रहेको छ, त्यसैले गर्दा धैर्य धारण गरेर आफ्नो खेलको प्रतीक्षा गरिदिनको लागि म विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक अनुरोध गर्दछु। अगाडि बढाउने अनुमति चाहन्छु। हाम्रो औपचारिक कार्यक्रम सुरु भइसकेको छ। विद्यालयको 68औं वार्षिक उत्सव समुदायको सक्रिय सहभागिता प्रविधिमती शिक्षामा प्रतिबद्धता भन्ने मूल नाराका साथ विद्यालयको औपचारिक 68औं वार्षिक उत्सव कार्यक्रम सुरु भइसकेको छ। यसपछिको हाम्रो कार्यक्रम राष्ट्रिय गानको रहनेछ। राष्ट्रिय गान बजाएर सहयोग गरिदिनको लागि म प्राविधिक मित्रलाई हार्दिक अनुरोध गर्दै राष्ट्रिय गानमा सहयोग गरिदिनको लागि सम्पूर्ण अतिथि महानुभाव लगायत विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक अनुरोध गर्दछु। औपचारिक कार्यक्रम उद्घाटनको रहेको छ। उद्घाटनमा सहभागी भइदिनको लागि म सम्पूर्ण अतिथि महानुभाव र विद्यार्थी भाइ बहिनीलाई हार्दिक अनुरोध गर्दै कार्यक्रमलाई उद्घाटन गरिदिनको लागि आजका प्रमुख अतिथि ज्यूलाई हाम्रो मुख्य ब्यानर वाचन गरेर आजको कार्यक्रमलाई औपचारिक रूपमा उद्घाटन गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। समुदायको सक्रिय सहभागिता गुणस्तरीय प्रविधि मैत्री शिक्षामा प्रतिबद्धता श्री डम्बरदेवी माध्यमिक विद्यालय देउमै नगरपालिका 1 चमैता इलाम 68औं वार्षिक उत्सव तथा अभिभावक दिवस 2081। धन्यवाद। प्रमुख अतिथिज्यू हाम्रो औपचारिक कार्यक्रम उद्घाटन भइसकेको छ। यस्तै गरेर आतिथ्य ग्रहण दिनको लागि हाम्रो मित्र विद्यालय जनता आबी बरबटेका पूर्ण कुमार श्रेष्ठ ज्यू यहाँलाई आतिथ्य ग्रहण दिनको लागि म हार्दिक अनुरोध गर्दछु। आतिथ्य ग्रहण दिनको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रो एउटा स्वागत नीति रहनेछ। अनुगुरुङ बहिनीको टिममा रहेको स्वागत नीति रहनेछ। लहनाले जुराएकी बहिनीको टिमलाई तयारी अवस्थामा दिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर आतिथ्य ग्रहण दिनको लागि विद्यालयका सहायक र टीका सर यहाँलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर वाडा सदस्यज्यूहरू विभिन्न विद्यालयबाट पाल्नुभएका शिक्षक प्रज्यूहरू विद्यालयका प्रज्यू पूर्व प्रज्यू व्यवस्थापन समितिका
सदस्यज्यूहरू, सिंह सङ्घ अध्यक्षज्यू, सम्पूर्ण महानुभावहरू, गण्यमान्य महानुभावहरू, विद्यार्थी भाइ बहिनीहरू, म विशेष कामले गर्दा समयमा उपस्थित हुन सकिनँ र पनि औपचारिक कार्यक्रमको सुरुवाती चरणमा आइपुगे। सर्वप्रथम तपाईँहरूको व्यस्त समय बावजुद पनि कार्यक्रमको शोभा बढाइदिनु भएकोमा यहाँहरूलाई विद्यालयको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु। साथै हाम्रो विद्यालयमा विद्यालय स्थापनादेखि नभएको काम, ऐतिहासिक काम यो साल भइरहेको छ। हाम्रो विद्यालयको 80औं वार्षिक उत्सव सम्पन्न गर्ने एउटा निर्णय भएकोले भोलि हाम्रो वार्षिक उत्सव हो र आज हाम्रो वार्षिक उत्सवको गाउँघरको भाषामा कसारे भनौँ, कसारेको दिन हामी सम्पूर्ण उपस्थित भई यस कार्यक्रमलाई उद्घाटन गर्दैछौँ र यस कार्यक्रमका लागि तपाईँहरूको व्यस्त समय हुँदाहुँदै पनि हाम्रो विद्यालयको लागि उपस्थित भइदिएर तपाईँहरूले कार्यक्रमको शोभा बढाइदिनु भएकोमा फेरि पनि म तपाईँहरूलाई हार्दिक नमन गर्दछु। धन्यवाद सर। सरले सम्पूर्ण अतिथिज्यूहरूलाई स्वागत मन्तव्य राखेर बिदा भइसक्नु भएको छ। आजको हाम्रो कार्यक्रमको मुख्य आकर्षक भनेकै विद्यार्थी भाइ बहिनीहरूको खेलकुदको रहनेछ। आज हामी थोरै बोल्नेछौँ, धेरै विद्यार्थी भाइ बहिनीहरूलाई व्यस्त बनाउनेछौँ। विद्यार्थी भाइ बहिनीका खेलहरू सबैभन्दा बढी रहनेछन् र विभिन्न खेलकुदमा विभिन्न जिम्मेवारीहरू बाँडफाँड गरिएको छ। नृत्यलाई तयारी अवस्थामा दिनको लागि मैले यसअघि नै अनुरोध गरिसकेको छु र यही बिचमा हामीले विभिन्न खेलकुदमा जिम्मेवारी बाँडफाँड गरेका छौँ र आफ्नो आफ्नो जिम्मेवारीको खेलकुदमा आफ्नो भूमिका निर्वाह गरिदिनको लागि म सम्पूर्ण शिक्षकज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। सबैभन्दा पहिला कक्षा 1-3 तर्फ तातो आलु खेल रहनेछ। बेबी मिस र मिना मिस यहाँहरूले विद्यार्थी भाइ बहिनीलाई तयारी अवस्थामा दिनको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर त्यसपछि चम्चा दौड रहनेछ। चम्चा दौड प्रतियोगिताको तयारीको भूमिका निर्वाह गरिदिनको लागि सविता मिसलाई म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर त्यसपछि 100 मिटरको दौड रहनेछ। 100 मिटर दौडको व्यवस्थापकीय पक्ष मिलाइदिनको लागि गोपाल सरलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर अर्को कार्यक्रम सिटी बम ब्लास्ट रहनेछ। टिका सरलाई यसको व्यवस्थापकीय पक्ष मिलाइदिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसपछि भाले जुधाइको कार्यक्रम रहनेछ। त्यसमा नि गोपाल सरले प्राविधिक जिम्मेवारी पुरा गर्नुहुनेछ। त्यसपछि हाजिर जवाब कार्यक्रम रहनेछ अन्त्यमा र यसमा लक्ष्मी सरले प्राविधिक जिम्मेवारी पुरा गर्नुहुनेछ र आज हामी केही विद्यार्थी भाइ बहिनीहरूका मिठा मिठा गीतहरू पनि समय मिलेसम्म सुन्नेछौँ। भाइ बहिनीहरूलाई तयारी अवस्थामा आफ्नो गायन भए तयारी अवस्थामा दिनको लागि पनि हार्दिक अनुरोध गर्दछु। हामी समय मिलेसम्म भाइ बहिनीका नृत्य, गायन, साहित्य विधा सम्पूर्णलाई समेट्ने जमर्को गर्नेछौँ सकेसम्म। त्यसले गर्दा भाइ बहिनीहरूलाई तयारी अवस्थामा दिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरेर मैले अघि पनि सिंह बसन्त आबिका प्रज्यूलाई आतिथ्य ग्रहणको लागि निम्ता गरिसकेको छु। यहाँलाई स्टेजमा आएर आतिथ्यता ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। कीर्तनम जिंदगानी
हार्दिक अनुरोध गर्दै यस विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष र हाल सल्लाहकार समितिका संयोजकज्यू राजकुमार अर्जुन कुमार बस्नेत ज्यू यहाँलाई स्टेजमा आएर आतिथ्य ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। अर्जुन कुमार बस्नेतज्यू र यसपछिको कार्यक्रम हाम्रो सरस्वती माताको मूर्तिमा माल्यार्पण कार्यक्रम रहेको छ। प्रमुखज्यू अतिथिज्यूहरू सम्पूर्णलाई सहरी भइदिनको लागि म हार्दिक अनुरोध गर्दछु। हामीसँग अघि नै उपस्थित गरिसकेको छु मैले। आज पूर्ण रूप सिद्धदेवमा आएका श्री कुमार राईज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद उद्घोषक सर। यस श्री डम्बर देवी माध्यमिक विद्यालयको यो 68औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा यस मञ्चमा यस कार्यक्रमलाई सभापतित्व गरिरहनु हुने सभापति महोदय, यस विद्यालयका प्रधानाध्यापकज्यू लगायत सम्पूर्ण अग्र आसीन मान्यजनहरू, सर्वप्रथम त यस विद्यालयले 68 वर्ष पार गरिसकेको अवस्थामा हामी आज यहाँ जम्मा भएका छौँ र अरू स्कुललाई पनि निम्तो दिएर हामीलाई पनि यहाँ उपस्थित हुने अवसर एउटा दिनुभएको छ। यसमा मेरो व्यक्तिगत तर्फ र विद्यालयको तर्फबाट यस माध्यमिक विद्यालयलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आज विभिन्न खेलकुदका साथ हामीलाई पनि निम्तो लिएर विभिन्न आधारभूत विद्यालयहरूलाई निम्तो दिएर हामी हाम्रा नानीहरूलाई लिएर यहाँ उपस्थित भएका छौँ र एउटा माध्यमिक विद्यालयमा एउटा आउने अवसर पनि मिलेको छ र ठुलो विद्यालय कस्ता हुँदो रहेछन् भन्ने हाम्रा जस्ता साना विद्यालयहरूले का नानीहरूले हेर्ने अवसर मिलेको मैले महसुस गरेको छु र यस कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न होस् भन्दै मेरो छोटो मन्तव्यलाई यहीँ समाप्त गर्छु। धन्यवाद। धन्यवाद श्री कुमार सर। आज हाम्रो दिनभरि नै खेलकुद कार्यक्रम रहनेछ र यही सँगसँगै आजको कार्यक्रम हामी सम्पन्न गर्नेछौँ र मैले अघि नै उद्घोष गरिसकेको छु। हाम्रो पहिलो कार्यक्रम अन्तर्विद्यालय सँगसँगै आन्तरिक यसै विद्यालयको मात्रै पनि रहनेछ र पहिलो खेल तातो आलु कक्षा 1-3 यसै विद्यालयका विद्यार्थी भाइ बहिनीहरू बीचमा रहनेछ तातो आलु र यसको व्यवस्थापकीय पक्षको जिम्मेवारी निर्वाह गरिदिनको लागि मैले देवी मिसलाई अघि नै अनुरोध गरिसकेको छु। कक्षा 1-3 का तातो आलु तर्फका सहभागी विद्यार्थी भाइ बहिनीहरूलाई यस स्टेज अगाडिको मैदानमा ल्याइदिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसपछि चम्चा दौड रहनेछ। चम्चा दौड अन्तर्विद्यालय प्रतियोगिता रहनेछ र यसको तयारीको जिम्मेवारी पुरा गरिदिनको लागि म सविता मगरलाई हार्दिक अनुरोध गर्दछु र चम्चा दौडभन्दा पछाडि खेलकुदको कार्यक्रमलाई केही नियमसँगै अगाडि बढाइदिनको लागि केही नियमहरू सँगसँगै अगाडि बढाइदिनको लागि र केही नियमहरू भनिदिनको लागि म लक्ष्मी सरलाई हार्दिक अनुरोध गर्दछु।
आज मलाई अत्यन्त गर्व लागेको छ। भाइ बहिनीहरू, मैले पनि कखरा यही विद्यालयबाट सुरु गरेर आज यो अवस्थामा आइपुगेको छु र यतिको बेलासम्म बिचमा एकचोटि मनाइयो भन्ने मात्रै सुनेको र यो अत्यन्त भव्यताका साथ सफलताका साथ यस देउमाई नगरपालिका 1 का सम्पूर्ण विद्यालयहरू सहित उपस्थित भएर यो लिडर विद्यालयको 68औं वार्षिक उत्सव मनाउन पाउँदा मेरो मन अत्यन्तै खुसी भएको छ। 28, 29, 30 सालतिर होला ऊ त्यहाँ पर एउटा स्कुल हुँदै गर्दा मैले यही शिशु कक्षा पढेर यही स्कुलबाट पाइलो सार्ने काम गरेको थिएँ र आज 68 वर्ष पुग्दा मात्रै मलाई होस आयो। अरू बेला पनि आउन त आउँथ्यो तर स्कुल कहिले जन्मेको रहेछ भन्ने पत्तो थिएन। आज यो झझलको विद्यालयले देखाइदिएको छ। त्यसकारण म यो डम्बरदेवी माध्यमिक विद्यालयको 68औं वार्षिक उत्सव एकदमै भव्य ढङ्गबाट सञ्चालन होस् र आगामी दिनहरूमा पनि यसरी नै विद्यालयले आफ्नो जन्म जयन्ती जन्मोत्सव मनाइरहोस्, वार्षिक उत्सव मनाइरहोस्। भाइ सायल राई उनी 5 कक्षामा पढ्छन्, उनी प्रथम भएका छन्। दोस्रो हुन सफल समैता अङ्ग्रेजी प्रतिष्ठानबाट मौसम बस्नेत 4 कक्षामा पढ्छन् उनी र तेस्रो हुन सफल कञ्चनजङ्घाबाट हेमन्त राई उनी 5 कक्षाबाट छन् र तीनैजनालाई हार्दिक बधाई र पुरस्कार भोलि वितरण हुनेछ। यो पनि अगाडि बढ्न अथवा हुन्छ। ल अब एउटा चिठा तान्दिनु हुनेछ। चिठा मोड तान्नुभयो। ल मेरो हातमा बिर्ता मोड आएको छ। बिर्ता मोडमा को उभिनु भएको छ? ल तपाईँ आउट हुनुभयो। त्यो सरले बोकिदिनु होला। ल अगाडि बढ्नु होला। अगाडि एउटा सहरमा। ल अब मेरो हातमा चिठा कुन सहरमा बम ब्लास्टिङ हुनेवाला छ म खोलेर हेर्छु। मैले यहाँ देखाएँ पनि देख्नुहुन्छ देख्नुहुन्न। ब्लास्टिङ भयो है। ए
धरान सहरमा ब्लास्टिङ भयो। रहेका छन् इलाम, फिदिम र काठमाडौँ, तीनटा सहर छन्। हामीसँग मान्छे पनि तीनैजना छौँ। ल फेरि म्युजिक बजाइदिनु होला। तीनजनाको मनमा ढुक पनि भएको हुनसक्छ, तर अब आउट हुने मान्छे थर्ड त भइहाल्यो। तीनजनामा एकछिन ढुक हुँदैछ र मेरो हातमा अहिले फिदिम सहर परेको छ। सहरमा पनि बम ब्लास्टिङ भएको छ। अब इलाम र काठमाडौँमा हतपति बम ब्लास्टिङ हुँदैन। हुन्छ, अगाडि बढ्नु न। अब हामी यहाँ देख्दैछौँ सिद्धदेवमाकी बहिनी इलाम सहरमा उभिनु भएको छ र काठमाडौँमा चाहिँ डम्बरदेवीकी बहिनी उभिनु भएको छ। अब र यो अन्तिम पनि भयो, किनभने एकजना आउट हुने बित्तिकै अर्को फर्स्ट हुने भइहाल्यो। र मेरो हातमा अहिले बम ब्लास्टिङ हुनेवाला छ। अहिले चाहिँ काठमाडौँमा बम ब्लास्टिङ भएको छ र काठमाडौँ सहरमा बम पड्केपछि उहाँ आउट हुनुभएको छ, पुष्पा गुरुङ, र उहाँ दोस्रो पनि हुन सफल, र सिद्धदेवमाई कि बहिनी फर्स्ट हुन सफल हुनुभएको छ। सबैजनालाई धेरै धेरै धन्यवाद। सेवा रहे
भइरहेको छु। कविताको शीर्षक रहेको छ छोरी। म एक छोरी के मेरो कुनै अस्तित्व छ र भन्छन् सुन्छु छोरी घरको विद्यालयको लक्ष्मी र सरस्वती रे। अनि किन लक्ष्मीलाई पवित्र मन्दिरमा पूजा गरिँदैन र? अनि किन त्यो छाउगोठमा पशु सर बाँधेर राखेको थुनेर राखेको? म एक छोरी के मेरो कुनै अस्तित्व छ र? एक आमाको कोखबाट छोरा जन्मदा सारा सबै खुसी अनि त्यो आमाको कोखबाट छोरी जन्मिनु अभिशाप हो त? किन छोरा जन्मदा गर्व मान्दै छाती पिट्दै सारा संसारलाई सुनाएको बिर्स्यौ र? छोरा जन्मदा सारा संसारलाई छाती पिट्दै सुनाएको बिर्स्यौ र? के तिम्रा छोरा जन्म दिने आमा पनि म जस्तै एक छोरी होइन र? मलाई महिनावारी हुँदा गाईको गोठमा लगी राख्ने अधिकार तिमीलाई कसले दियो भन त? तिमीलाई अधिकार कसले दियो भन त? अब ती छोराको शासन र घमण्ड कुनै नगर। म एक स्वच्छ अबल आमा बन्ने प्रकृतिले मलाई ती रगतका 2 थोपा दिँदा ती सन्तानका भ्रूणहरू तिमीलाई कीटाणु भयो होइन र? तिमीलाई ती सन्तानका भ्रूणहरू तिमीलाई कीटाणु भयो होइन र? अब आफै जन्माउ ती वीर गोर्खाली सन्तानहरू पुग्दा जन्माउ। के सम्भव छ र? के सम्भव छ र? रातमा त के पलङ तताउने साधन होइन छोरी। मेरो मन्जुरी बिना मलाई छुनेसम्म अधिकार छैन तिमीलाई। तिमीले मलाई रातमा सम्झ्यौ मेरो पीडाहरूलाई बिर्स्यौ। अब चाहिँ एकपटक सम्झिनु है प्रिय। अब चाहिँ एकपटक सम्झिनु है प्रिय। तिमीलाई यो धरतीमा जन्म दिने एक आमा पनि म जस्तै छोरी होइन र? तिमीलाई यो धरतीमा जन्म दिने आमा पनि म जस्तै एक छोरी होइन र? धन्यवाद। धेरै धेरै धन्यवाद बहिनी मनिता तामाङलाई मिठो कविताको लागि। दुईजना आउट। अब हामी फर्स्ट सेकेन्ड थर्ड हुनेछौँ। ल विजय चौहान आउट। विजय चौहान आउट। टिका ल भनेपछि यसको पनि नतिजा छिटो आयो। नाच्ने
अगाडिमा आज पस्केर गइसकेका छन्। एकदमै राम्रो नृत्य नेपालकी छोरी हुँ म। यसपछि अघि नै हामीले उद्घोष गरे बमोजिम हाम्रो कार्यक्रम हाजिर जवाब प्रतियोगितामा जानेछ र कुराहरू अझ मनमै नराख मायाका कुरा नहुनु डराउनु किन बलले भए बलै फुलाउँथे करले हुने भए करै पो गर्थे मनका कुरा नहोस् बुझ्ने कसले एकहोरो माया गरिरहे जहिले भन्नु निकै भन्नु ढुङ्गा टिपिके हानु मायाका कुरा नहोस् आफैले जानु कुरा गरे कुरै पो जुदो माया गरी मन मेरो फुटहरू नलायकहरू जुम्नलाई लुकाउनलाई त मन नचल्दैछ नछोड्ने हात अनि नछोड्ने साल सहभागिता गुणस्तरीय र प्रविधि मैत्री शिक्षामा प्रतिबद्धता डम्बरदेवी माध्यमिक विद्यालयको 68औं वार्षिक उत्सव तथा अभियान दिवसको अध्यक्षता गरिने अध्यक्षज्यू र मञ्चमा आसीन प्रबुद्ध व्यक्तित्वहरू र यस कार्यक्रममा पाल्नुभएका पाहुना आमन्त्रण गरेका हाम्रा सहभागी विद्यालयका शिक्षक प्रतिनिधिज्यूहरू र विद्यार्थी भाइ बहिनीहरू, आज हामीले यस डम्बरदेवी माध्यमिक विद्यालयको 68औं वार्षिक उत्सव तथा अभिभावक दिवसलाई 68 वर्ष पुगेको अवसरमा हामीले मनाइरहेका छौँ र यसमा हाम्रो विद्यालयले हाम्रा वरिपरि रहेका देउमाई नगरपालिका 1 का विद्यालयहरूसँग पनि कसरी यसलाई व्यवस्थित रूपमा बनाउन सकिन्छ, कसरी यसलाई चाहिँ शैक्षिक रूपमा शैक्षिक मित्रताका आधारहरू कसरी तयार गर्न सकिन्छ भनेर एउटा सानो प्रयत्न हो। यो प्रयत्नलाई हजुरहरूले स्वीकारेर यहाँ आइदिनु भएको छ र यो कार्यक्रमको शोभालाई बढाइदिनु भएको छ र यसले हामी बीचमा भएका हाम्रा अनुभवहरू हाम्रा विद्यार्थी भाइ बहिनीहरूले पनि यहाँबाट भएका ज्ञानहरूलाई एक आपसमा आदान प्रदान गर्ने कामको एउटा नियमको रूपमा यसले विकास गर्दछ भन्ने हामीले अपेक्षा राखेका छौँ। काम हामीले प्रयत्न मात्रै गरेको हो, यसबाट हामीले ठुलो हाम्रो उपलब्धि भन्दा पनि हाम्रो शैक्षिक भातृत्वको विकास कसरी गर्न सकिन्छ र यहाँ देउमाई नगरपालिका 1 को शैक्षिक विकासमा कसरी जान सकिन्छ र कसरी एक आपसमा हाम्रो अनुभवहरूलाई आदान प्रदान गर्न सकिन्छ भन्ने यसको मूल लक्ष्य र उद्देश्य हामीले राखेका हौँ र यो कार्यक्रमलाई सफल होस् र राम्रोसँग सबै सहभागिताहरू मूल सहभागितामा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूले प्रगतिको कामना गर्दै र यो कार्यक्रमको शोभा बढाइदिनु हुँदा धन्यवाद ज्ञापन गर्दै मेरो संक्षिप्त भनाइ यही अन्त्य गर्दछु। धन्यवाद। रुमेल बराइली डम्बरदेवीबाट भयो भने सिंह बसन्तबाट मनकुमारी भुजेल उठेर परिचय दिने, निश्चल श्रेष्ठ, त्यस्तै रिबेल्स गुरुङ। अब जनता आबी बरबोटेबाट तनुजा तामाङ, अनुष्का तामाङ र अञ्जली गुरुङ। त्यसै गरेर चमैता अङ्ग्रेजी प्रतिष्ठानबाट पूजना पौडेल हुनुहुन्छ, मौसम बस्नेत र जेनित भट्टराई। गुरुङबाट हुनुहुन्छ आरुष फेसल राई, अप्सना राई र रिदम राई। त्यसै गरेर कमल देवीबाट हेङखामा राई उठेर परिचय दिनु होला। हेङखामा राई, प्रनिस राई,
र अप्सन राई। अब हामीले ठाउँ छानिसकेका छौँ। प्रश्न रोज्न अनुरोध गर्छु। कति नम्बर रोज्ने? कति नम्बर? 1 नम्बर। उठेर भन्नुहोला। 1 नम्बर। ल, प्रश्न नम्बर 1 डम्बरदेवीले रोजेको छ र प्रश्न यस प्रकार छ। इलाम जिल्लामा कतिवटा नगरपालिकाहरू रहेका छन्? पहिलो प्रश्न डम्बरदेवीलाई। 4वटा। 4वटा नगरपालिका, एकदम सही उत्तर। पहिलो प्रश्न खेर गएन, बाहिर गएन। 4वटा नगरपालिका छन्। अब संविधान 2072 मा कति धारा, कति भाग र कति अनुसूची रहेका छन्? सल्लाह गरेर भन ल, सल्लाह गरेर साथीहरुलाई आउन सक्छन्। पास। 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 29 धारा। भन्दै जाने सकियो। 23 भाग। गणतन्त्र नेपालका प्रथम राष्ट्रपति को थिए? 5औं नम्बर प्रश्न। डाक्टर रामवरण यादव। सही उत्तर, सही उत्तर। डाक्टर रामवरण यादव यसको सही उत्तर दिएका छन्। रोज्ने पनि त्यहीबाट हो, संहिता अङ्ग्रेजी प्रतिष्ठानकै। गणतन्त्र नेपालका, फेरि त्यहीसँग सम्बन्धित प्रश्न रहेछ। गणतन्त्र नेपालका वर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री को रहेका छन्? विद्या भट्टराई। सही उत्तर, सही उत्तर। 11 बाल दिवससँग सम्बन्धित छ। राष्ट्रिय बाल दिवस 2081 को आदर्श वाक्य अथवा नारा, बाल दिवसको नारा के थियो? बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी। ठीक, एकदम ठीक। बाल जनता खान्द्रुङको पालो। कति नम्बर होला? हात बजाउँदा आउने आवाजलाई ताली भनिन्छ भने 2 औँला बजाउँदा आउने आवाजलाई के भनिन्छ? चुटकी। सही उत्तर, चुटकी। सिद्धदेवै कति? 60। ल, विद्यार्थीका लागि महत्त्वपूर्ण चीज पुस्तक हो भने वकिलको लागि महत्त्वपूर्ण वस्तु के हो? पास। रोमन संख्या। एब्सोल्युटली करेक्ट। 4 नम्बर। किङ प्लानेट भनेर कुन ग्रहलाई चिनिन्छ? बृहस्पति। एब्सोल्युटली करेक्ट। 2 नम्बर। PNEUMONIA। एब्सोल्युटली करेक्ट। रातो पहेलो। करेक्ट। 40। भाइले इनकरेक्ट।
साकेला